साहित्यकार तीर्थ गुरुङको चिनारी। कास्की जिल्लाको प्राकृतिक र सांस्कृतिक रूपमा सुन्दर गाउँ सिक्लेशमा विक्रम सम्वत 2029 साल असारमा जन्मिनु भएका साहित्यकार तीर्थ गुरुङ बाबा आइमन गुरुङ र आमा कुमारी गुरुङका शालीन र प्रतिभावान सुपुत्र हुनुहुन्छ। बाल्यकालको प्रारम्भिक समय भारतमा बिताउनु भएका गुरुङले औपचारिक शिक्षाको आरम्भ पनि भारतबाट नै गर्नुभयो। कक्षा 2 सम्म डिमापुर नागाल्यान्ड भारतमा अध्ययन गरेर नेपाल आउनुभएका उहाँले निम्न माध्यमिक तहको शिक्षा सिक्लेश स्थित श्री अन्नपूर्णा निमाविमा पूरा गरी मावि स्तरको अध्ययन पोखरा कुण्डार स्थित श्री भद्रकाली माविबाट गर्नुभयो। अध्ययनमा अब्बल गुरुङले पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखराबाट विज्ञान संकायमा स्नातक तहसम्म अध्ययन गर्नुभएको छ। अल्फा बोर्डिङ स्कुल लामाचौरमा कार्यरत गुरुङ अध्ययन र अध्यापन सँगसँगै साहित्य लेखनमा पनि अति रुचि राख्नुहुन्छ। नेपाली साहित्यमा 2073 सालको मदन पुरस्कारका लागि 8 वटा नोमिनेसन पुस्तक मार्फत सफल उपन्यास पाठशाला लेखेर लोकप्रियता कमाउनु भएका उहाँले तमु संस्कृतिमा आधारित कृतिहरू आपा कारबा 2077 र हिउँको गीत 2081 ले गुरुङ जातिको पेता लोतालाई नेपाली साहित्यमा परिचित गराएन मात्र यसले नेपाली साहित्यमा गुरुङहरूको संस्कार संस्कृति र साहित्यलाई पहिचान गराउन समेत सफल भएको छ। विगतमा कविताहरू लेख्ने गर्नु भए तापनि धेरै लामो समयदेखि कविता लेखनलाई छोडेर आख्यान लेखनमा आफूलाई समाहित गराइराख्नु भएको कुरा उहाँ सार्वजनिक वक्तव्यमा पनि व्यक्त गर्नुहुन्छ। छिट्टै प्रकाशित हुन लागेको टिमाई गुरुङको आयो गोर्खाली र डाक्टर चन्द्रप्रकाश गुरुङको अन्नपूर्णको हेरचाहको अनुवाद समेत गरिसक्नु भएका साहित्यकार तीर्थ गुरुङ विभिन्न संस्थाबाट सम्मानित एवं पुरस्कृत भइसक्नु भएको छ। उत्कृष्ट कृति पाठशाला मार्फत विक्रम सम्वत 2076 सालमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट उपन्यासले सम्मानित उहाँ सोही वर्ष आदिकवि हर्कबहादुर तमु स्मृति प्रतिष्ठानद्वारा पनि सम्मानित हुनुभएको थियो। 2077 सालमा तमु वर्ष पुस्तक आपा कारबा गौरी तमु लेखन वृत्ति पुरस्कार 2078 कवि डाँडा आख्यान पुरस्कार हिउँको गीत 2081 द्वारा उहाँ सम्मानित भइसक्नु भएको छ। संरक्षण कविता आन्दोलन पोखरेली युवा सांस्कृतिक परिवार गुरुङ साहित्यिक मञ्च नेपाल लगायतका विभिन्न संस्थामा संलग्न भएका साहित्यकार गुरुङलाई उहाँको उत्कृष्ट लेखन र साहित्यमा पुर्याउनु भएको योगदानको कदर गर्दै तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा सञ्चालित घान्द्रुक घर भई हाल काठमाडौँ निवासी मन्जु तमु र काजीमान तमुले तमु भाषा साहित्यमा योगदान पुर्याउनु भएका आफ्ना पिता स्वर्गीय घनबहादुर गुरुङको स्मृतिमा स्थापना गर्नुभएको अक्षय कोष घनबहादुर तमु स्मृति पुरस्कारद्वारा सम्मान गर्न पाउँदा हर्ष विभोर भएको छ। उहाँको साहित्यिक यात्राको उत्तरोत्तर प्रगतिको कामना गर्दै सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दछौँ। धन्यवाद।